हेलो सबैजनालाई नमस्कार। ब्याक टु द न्यू ब्लग्स। आयो सबैजनाले माया गरिदिनु होला र ब्लग कस्तो लाग्छ कमेन्ट गरिदिनु होला कमेन्ट बक्समा। र आज चाहिँ के को ब्लग सुरु गरेँ भने मैले चाहिँ के भन्छ आज घुम्न जान लाग्छ। म चाहिँ यता साथी छ एकजना साथीले जाउँ भने त्यसैले उता पार्कतिर जान लाग्छौँ। काँकरिया भन्छन् होइन यतातिर। म चाहिँ फेरि नेपालमा छैन है, म नेपालमा छैन, इन्डियातिर छु। इन्डियातिर आएको छु, आजभोलि इन्डियातिर छु। त्यसैले इन्डियातिर कस्तो यताउति पार्क सार्क कस्तो चाहिँ दृश्य देखाउँछु नि हजुरहरूलाई होइन। त्यसैले ब्लग स्टार्ट गरेँ मैले। अनि सबैले हेरेर कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र मेरो चाहिँ नयाँ ब्लग हो, सबैले हेरिदिनु होला है। चाहिँ पार्कतिर बाइकमा चाहिँ म र साथी बाइकमा चाहिँ हामी अब चाहिँ 15-20 मिनट छ हामी जान चाहिँ टाढै छ भनौँ, बाइकमा गइरहेछौँ। ल अहिले यहाँ बाइकमा तेल थिएन धेरै होइन, तेल भर्न आएको छौँ। बाइकमा तेल हाल्नु पनि पऱ्यो, तेल हाल्न गइरहेको। अब जानलाई चाहिँ हामी पार्कतिर जानलाई चाहिँ छैन खासै, 5-7 मिनट छ बाँकी। फाइनल्ली हामी चाहिँ काँकरिया पुगिसक्यौँ। हाम्रो पार्कतिर घुम्ने इच्छा चाहिँ पुरा भइसक्यो, तर के गर्नु मौसमले बिगारिसक्यो है। पानी परेर रुजिसक्यौँ हो हामी त। पानी परिरहेको छ लास्ट चाहिँ हामी पुगिसक्यौँ। अब बाइक पनि पार्किङ गरिसक्यौँ। पार्किङ गरेको चाहिँ इच्छा लाग्दो रहेछ होइन यतातिर। के गर्नु नेपाल होइन है, त्यसैले अब हामी चाहिँ टिकट सो मान्छेको भिडभाड चाहिँ आज खासै रहेनछ। पहिला आउँदाखेरि चाहिँ बवाल थियो भिडभाड होइन मान्छेको। अब हामी चाहिँ टिकट लाग्छौँ, टिकट लगेपछि भित्र इन्ट्री गर्छौँ। भित्र इन्ट्री गर्दा कस्तो छ फाइनल्ली हामीले चाहिँ काँकरिया इन्ट्री गरिसक्यौँ। अब चाहिँ काँकरियाको कस्तो छ र पानी परेर लास्टै बिगारेको छ हो। तर त बवाल छ नि है घुम्ने ठाउँतिर। वाउ पानीमा माछा यत्रो जन्माया टुक्ने यार, कहिल्यै पनि देखा थिएन यस्तो माछा त। अब कसम बे हेलो ओइ चलिरहेको छ होइन। हेर जबरजस्ती पार्क जाउँ किन जबरजस्ती जाउँ हिँडिराखेको छ है पार्कतिर मोबाइल चलिरहेको छ। फोटा खिच्ने भन्ने अब के हुन्छ क्यामेरा कतातिर मिल्छ। यता चाहिँ के भन्छ त त्यो भिडियो बनाउनु चलिरहेको छ, फोटा खिचिरहेको छन् होइन, फोटा दिइरहेको छन् टक्क लगाएर राजाले। मैले चाहिँ 4-5वटा हानिसकेँ। त्यही हो है रेल जस्तै मान्छे ओरो दोरो गराउने वारिपारी गराउने गर्छ। यो राउन्ड पुरा बब्बाल छ कि यहाँदेखि घुम्नलाई त मान्छेलाई लाग्छ 20 मिनट 25 मिनट लाग्छ। देखाउँ त कस्तो छ पुरा यो बढी हो है। यो बढी राउन्ड मार्नु पऱ्यो, त्यसैले यसले गएर यसले राउन्ड मारेर आउँछ, छिटै ल्याएर आउँछ। त्यसैले 50 रुपियाँ पैसा काट्छ। बब्बाल छ नि त, त्यो हल्का मान्छेभन्दा छिटो जान्छ नि त। यो पनि कस्तो लाग्यो होइन, ठाउँ कस्तो लाग्यो कमेन्ट गर्नु है। ठाउँ चाहिँ ठिकै छ, जो साँझ देखाउन पाएन, घुम्न झ्याउ लाग्यो कि लास्ट चाहिँ खुट्टा दुख्छ नि। चिडियाखाना जाने गइएनेकोबाट आज यहाँ चाहिँ के छ भनेपछि होइन चिडियाखाना पनि छ। के भन्छ नि त चिडियाखानामा दसैँतिर देखाउँछु भने कि सब आउँछ। म दसैँको दिनमा यता आउँछु। फेरि दसैँको दिनमा हजुरहरूलाई चिडियाखाना यताउति सब देखाउँ। चिडियाखानामा चाहिँ बाघ भालु सर्प गोही के हो के जङ्गली जनावर के पाइन्छन् भन्नु न, यहाँ पाइन्छन्। यता जङ्गलतिर छ, जङ्गलतिर हामी अहिले गएको छौँ। टिकट धेरै काट्छ, पैसा ल्याएन धेरै, त्यसैले जान पाइएन। सो ठिक छ, ठिकै लाग्यो होइन, एकदम बेस्ट। हामी फोटा खिच्छु 2-4वटा होइन, रमाइलो गऱ्यो, व्यवस्थित बनायो, ठिकै छ। अरू त के भन्नु, साना बाबुहरू खेल्ने ठाउँ पनि छ यतातिर। के भन्छ थाहा पाएन मलाई। उतातिर चाहिँ धेरै राम्रो छ कि यतातिर देखाउँ न। आज यार अरू कोही आएन यार, कोही केटाहरू एक्लै आइसकेको थिएन अगाडि होइन। हामी 2टा मात्र आयौँ। एउटा दाइ त्यति लाग्यो भनेको, उसले पनि जान्न सुन्यो भन्यो, ल्याङ भइदियो नि त। 2टा मात्रै आएर औडा भयो के हेर्नु न फोहोर लागिरहेछ यार। पछाडितिर राम्रो छ है, जान भन्थ्यो पैसा छैन। माछा हेरौँ न पुरा आ गरिरहेको छन्। माछा यार पहिलाचोटि देख्यो है। यस्तो बाजे हेरौँ न।
कति टाढो हो एउटा ल्याएका पढाउन तिमीले पानीमा ध्यानले भई मन गर्छ ल हेर झोरी दिइरहेछ है झोरी दिइरहेछ ल अन्त रुजिसक्यो अब के गर्नु यस्तै काम न हुडा भइदियो त पानी यसो पानी पनि यस्तो थोरै न चल्छ यार नेपालमा पुरा नेपालमा पानी भइरहेको छ किन यो कमेन्ट गरौँ त यार सबैले औडा भन्दा नि खतरा औडा भइगएमा हो मेरो साथ तो नै गयो हौ कस्तो क्या खाने आइसक्रिम खाने उठाउन के भन्नु नि त के चाय पिनु न यार पाखाना देखाउनु ठन्डा क्या आइसक्रिम लाउन आइसक्रिम दे है ना आइसक्रीम क्या कितनी वाली दो 25 वाली दो स्टिक वाली कप वाली कपाल कप वाली लो 50 फाइनली चिसो खाएको अवस्था मैं देता हूँ यार तू ठहर ना अबे पैसा रखता नहीं तो चम्मच बिना तो मैं तुम्हारे को दे ले जा समझ भी लेना है ना हाँ चिसो खाइरहेको अवस्था है राजा फेरि के हो एक्लै बसेर खाइदिरहेको यार यस्तो नगरौँ न हो ओ हेलो बसन केही मजाले हड्डिरहेको बसन ओए ओए मुला बसन पानीले त औडा निकालिदियो त यार माटोले 2 मिनट परेको केस साह्रो राखिदिएको खतरा गरिदिएको थियो कि झोडा दिइरहेको थियो रोड बिगारेर हेरौँ नि माटोले बाइक पनि ल्याइसक्यो हामीले चाहिँ अब बाइक पनि ल्याइसक्यो अब हामी त जान्छौँ यार के रोज्नु पानीमा हो यार फेरि पर्ला जस्तो गरिरहेछ माटोले फाइनल्ली म चाहिँ रुममा पुगिसकेमा के भन्छ नि त उतातिर चाहिँ औडा बनाइदियो पानीले उतातिर देखाउन पाएन बाँकी बाटोतिर यताउति त्योको लागि सरी भन्न चाहन्छु र घाम भयो त अहिले के हो यार पानी परेर औडा निकालिदियो नि एकछिन त यार ठिक काम पानी पऱ्यो ल ठिक छ भलक चाहिँ यति नै हो आजको भलक कस्तो लागेको छ भलक चाहिँ पानीले राम्रो गराउँदैन खास चाहिँ मोबाइल भिजायो र हैरान भयो सबैले च्यानल नाम चाहिँ पुष्कर भलक छ सबैले कमेन्ट बक्समा कमेन्ट गर्नु है सब्सक्राइब पनि गरिदिनु ल मैले अर्को भलकमा पनि देखाउनु होला बाई बाई है